विजय भाइ किनभने वास्तवमा हामी जुन ठाउँमा आएको नि विजय भाइ यो चाहिँ यो भद्रपुर नगरपालिका यो झापा जिल्लाको जिल्ला सदरमुकाम हो पालिका पनि हो यो यहाँको त्यो समय ढिलै भए पनि यहाँको भौतिक संरचनागत कुराहरू यो पार्कहरू होइन खेलकुद मैदानहरू सडक पेटीहरू व्यवस्थित गर्ने प्रयत्न भइरहेको रहेछ क्या देखेँ होइन यो राम्रै पक्ष सकारात्मक पक्ष हो होइन यद्यपि यो विकासका कुरामा हामी अलिक पछाडि छौँ पछाडि भए पनि सुरु भएको कुराको हामीले सराहना गर्नु होइन विजय भाइ मजा आएको छ यहाँ हरेक चिज जे खायो नि विजय भाइ अहिले मकै खाइरहेको पनि मजा अझ यहाँ झापा जिल्लाको त्यो चिया पो मिठो त चिया र चिया मात्र चटपटे अझ चटपटे जुस जुस अब भोलि अझ एक दिन बस्न पर्ने छ विजयजी होइन नेपाल साँच्चीकै भने जस्तै स्वर्गको चाहिँ एक टुक्रा नै हो नि अब जाउँ दाजुभाइ होइन अब यो यात्रामा जिन्दगीको सुख दुःख उकाली ओह्राली भन्ज्याङ चौतारी अनि कस्तो हुन्छ भने दाजुभाइ भनेको एउटा आत्मीयता चाहिँ कस्तो हुँदो रहेछ एउटा साथीत्व क्या अप्ठ्यारो पर्दाको एक अर्काको समाधानको आधार हो त्यही प्रयोजन स्वरूप अहिले हाम्रो जुन यात्रा छ नि यो झापा जिल्लाको यो चाहिँ सदरमुकाम भद्रपुर नगरपालिकामा हामी जुन यो चाहिँ रात्रिकालीन सन्ध्याकालीन समयमा यहाँ आछौँ दाजुभाइ घुमेछौँ कामको सिलसिला सँगसँगै छ त्यसको आवरण अदालत पनि त्यही नजिकै छ जुन मेरो एउटा पेसागत जीवनसँग जोडिएको एउटा मेरो मन्दिर पनि हो पेसाको मजा आइरहेको छ वास्तवमा यो ठाउँ यो पर्यावरण गर्मी नचढिसकेको जाडो नछोडिसकेको दुइटै यो बिचको कुलिङ पिरियड वास्तवमा इट्स भेरी अमेजिङ होइन विजय एकदम खतरा तपाईँलाई कस्तो लाग्छ खाराङ्गो मुला चुरी चुहारा मुला विजय छप्पला न हाबारमा आङबला न निबारमा पिछला समय यात्रा खाराङ्गो ताजी फेरि यम्मु घ्याम्से चुरी एकदम गाह्रो मेसिन बुझ्नु पूर्वाधार त विकास गर्नलाई एकदम गरिरहेको रहेछ द्रुत गतिमा रहेछ यम्मु निसितिका प्लेनरी निलप जे छाम्नु छाम्नु नेता त रहेछ हाले छाम्नु नेता मजा नेता काम सम्पन्न लासी मजा लासी टेन्सन मुक्त तासी नि हाले ताला हाले एकदम नाङ्गर रेङ्गन है चोरी है अब हामी धेरै यहाँबाट हामी लगभग 5 मिनटको टाढाको डिस्टेन्समा ठ्याक्कै एयरपोर्टको छेउमा एयरपोर्ट होटलमा हामी बसोबास गरेका छौँ अब हामी त्यसतर्फ प्रस्थान गर्छौँ यहाँ हामीले देखिरहेको छौँ यहाँको वातावरण कति राम्रो मनमोहक आनन्दको अलिकति मच्छर चाहिँ यहाँको प्राकृतिक विशेषतै जस्तो लाग्छ अथवा काठमाडौँबाट आएको मान्छे अलिक बढी मनपर्छ जस्तो यहाँको मच्छरलाई पनि विजयजी हाम्रो पछि लागिरहेको छ हेर्नुहोस् हामीलाई मच्छर चाहिँ आउने रहेछ यहाँ अहिले मच्छर अलि धेरै छ यद्यपि त्यसको परवाह नगरी यो ठाउँको पर्यावरण फेरि परिकारहरू क्या यहाँ जे कुराहरू हामी खान्छौँ नि सबै अर्ग्यानिक फ्यान्टास्टिक एकदम राम्रो के असाध्यै राम्रो म त खाएर पनि थाकिनँ अगाइन जति खाँदा पनि त्यस्तो मेरो चाहिँ यहाँसम्म आइसक्यो खाँदा हो पुरै यहीँसम्म आइसक्यो यो मन खुसी भएपछि नि विजय बाबु मन खुसी भएपछि सबै कुरा ठिक लाग्दो रहेछ क्या यो सायद यो मन खुसी भएरै होला क्या यो चाहिँ सबै कुराहरू ठिक लागेको होइन अब जिन्दगीमा कमाएर कसैलाई नि पुग्दैन के कमाउनु भनेको के भन्दा साथीत्व हो माया हो भरोसा हो विश्वास हो होइन यसैको लागि हामीले मेहनत गर्ने हो सत्कर्म गर्ने हो अब यो युवा साथीहरू अहिलेको पिँढी चाहिँ अलिक बढी महत्त्वकाङ्क्षी हुन्छन् आफूले गरेको मेहनतभन्दा बढी परिणाम खोज्नु हुँदैन मेहनत गर्नुपर्छ अवश्य हरेक कुरा प्राप्ति हुन्छ सदैव सकारात्मक चिन्तनका साथ अगाडि बढ्यो भने सफलता हामीभन्दा टाढा छैन यही कुरा मैले यो दाजुभाइको सहयात्रा पनि भन्न चाहन्छु दाजुभाइ अहिलेको यो चाहिँ यो क्लिप्सलाई यो जुन तपाईँ हाम्रो यो उद्यानको जुन शहरको क्रममा हामी छौँ नि हिँडिरहेको छौँ नि यो टाइमलाई चाहिँ हामीले यति नै एन्ड गर्नु पर्ला किनकि त्यहाँ हामीले सङ्केत गरिसक्नु भएको छ ओके व्यवस्थापक आइसक्नु भएको छ हामी चाहिँ अब यहाँबाट फेरि यस्तै रोचक प्रसङ्गहरूलाई लिएर फेरि पनि यहाँहरूमा जोडिनेछौँ हस्त धन्यवाद नमस्कार सन्ध्याकालीन अभिवादन सम्पर्कमा जय नेपाल हजुर
हाम्रो चाहिँ वकिल साहब यात्रा सकाएर राजधानीतर्फ आफ्नो कर्मस्थल फर्किँदैछु। सफल भयो उद्देश्य। भाइलाई पनि कानुनी रूपमा फुर्सद दिलाइयो सजायबाट। अरू ठिक छ। थापाको 3 दिनको बसाएपछि हाम्रो माई डियर दाइले चाहिँ एकदम कस्तो लाग्यो भाइलाई? एकदम काम गराएको एकदम राम्रो लागेको छ दाइ। अब एउटा यो खाली अपेक्षा छ, अपेक्षा त राखेको त भित्री रूपमा थियो दाइ, विश्वास थियो दाइसँग, त्यही भएर दाइसँग आयो। ओके दाइसँगै हिँड्यो 3 दिनको बसाएपछि। हामी आज राजधानी फर्किँदैछ ओके झापा जिल्लाबाट। ओके लेट्स गो। हामी चाहिँ अहिले यो एयरपोर्टमा छौँ हामी। हो हामी चाहिँ यहाँ अहिले बोर्डिङ पास लिइसकेर चेकिङ गर्ने उसमा छौँ एटी एयरलाइन्सबाट एयरपोर्टमा। हजुर केही छैन, 40-45 मिनटमा अब काठमाडौँ पुग्ने हो मजाले। एटी एयरलाइन्समा छौँ। यात्रा सहज छ, मौसम पनि ठिक छ। नमस्ते, मलाई दाजु तपाईँ एयरलाइन्सको तर्फबाट 80 मिनटको हुनेछ र हामी 15,500 उचाइमा उड्नेछौँ। आफ्नो सुरक्षाको हामी चाहिँ मौकाले आज चाहिँ ट्याक्कै जुरेछ, एकदम भेट्नुपर्छ भन्ने इच्छा थियो मेरो पनि। ट्याक्क जुरेछ। काठमाडौँ गएर ट्याक्क काठमाडौँ गरेपछि हामी गफ गर्नुपर्छ एकचोटि। उडानको पहिलो चरण तथा अवतरणको